मलाई चाहिँ के भन्छ नि Hi everyone, it's me Aisha Fresh from Butol and welcome to my video. गाइजहरू हजुर पनि यस्तै हुनुहुन्छ म जस्तै लाइक यो त्यो गर्छु भन्छु अनि खोइ के नगरिकन जान्छ कि दिन म न अहिलेसम्म लाउनु पनि गएको छैन एन्ड मेरो कति धेरै काम के छ थाहा छैन होइन नोट लेख्न पर्छ हामी यो पछि यो गर्छु भनेर नत्र चाहिँ केही पनि हुँदैन क्या अहिले 6 बज्यो के साँझको एन्ड म केही पनि गरेको छैन अब बल्ल बाथरुम गर्न जान्छु अनि मेरो हालत हेर्नु न पुरै बाल पनि चिप मान्छे पनि फोरो अब बाथरुम गरेर क्लिन भएर आउँछु म अनि त्यही हो गाइजहरू अनि आजको दिन पनि वेस्ट नै भन्छु मैले बिकज स्याटरडे हिजो साँझ के सोचेको थिएँ बिहान चाहिँ के भयो द्याट्स इट अनि यस्तो गर्न चाहिँ मलाई धेरै आउँछ कि फेरि आज चाहिँ म भन्दाखेरि यहाँ मोबाइल क्लिक भयो क्या त्यही भयो के भयो बन्द भयो तुम्हारे संग एक लम्हा त्यसपछि मलाई आउँदैन मलाई अहिले आउन तर गीत बज्यो भने हल्का हल्का आउँछ मलाई लिप ग्लस लाउँछ है मेरो फेसै कस्तो देख्यो कि बिकज इफ यु गाइज डोन्ट नो आई एम अ लिप ग्लस लभर एन्ड यहाँ कति धेरै मजाको ग्लसहरू कति देखाम कति धेरै फेरि के देखाएको भने हामीले मैले खास देखाएको होइन कि जस्ट के भन्नु त्यसलाई कुन मलाई लगाम है बस्दिन्छु नि त है ट्राई गरौँ न कुन मलाई राम्रो हुन्छ ट्राई पनि फेरि कस्तोबाट सुरु गरेँ भन्नु न स्क्याम भयो नि त म खै मलाई थाहा छैन कि आफ्नो ग्लसहरू पनि कुन किसिम छ भनेर यो चाहिँ सकेको वाला रहेछ क्या इफे गाइस न मलाई चाहिँ होइन लिप ग्लस र अनि यो गालामा के भन्छ होइन त्यसलाई ब्लसर भन्छ हो त्यो चाहिँ एकदमै मनपर्छ एन्ड छ लाइन्सहरू हेर्न है देख्न नै मेरो टाइम पास यस्तै नै हुन्छ कि 6:30 पनि हुन्छ होइन म 7 बजीसम्म लाउन 7:30 8 बजीसम्म त म बाथरुममै हुन्छ होला आज अनि फ्रीको माल इज फ्रीको माल भने जस्तै यहाँ हेर्न के गरेँ भनौँ न मैले माइ गड यो केन ब्रान्डको मलाई लन्चिङमा दिनुभएको थियो नि यस्तो पागल छैन के भगवान् छैन आधीभित्र अनि त्यसपछि यो भाँच्दे अब के गरेर लाउने अहिले यस्तो राम्रो खाने हो sad sorry Ken brand म जान्दैन गएको होइन cute lip gloss एउटा हजुरलाई थाहा कि नै त्यो विदेशीहरूले गर्छ नि 1 2 3 4 5 भनेर 100 चोटि लाएर यस्तो जुस्सी बनाउनुहुन्छ त्यो फेरि लिप लिप ग्लस होइन के लाइक यो पनि फाउन्डेसन आँखाको एभ्रिथिङ के त्यो भनेको है एन्ड दिस इज लिप टिन्ट हो यस्तो हेर्ने ए लाउने त के यस्तो हुन्छ ए यस्तो हुन्छ नि मोट राम्रो चाहिँ हुँदैन यो धेरै आई मिन त्यो जसलाई धेरै कलर चाहिरहेको छ नि उसको लागि त ठिक हुन्छ नत्र चाहिँ राम्रो हुँदैन अब म यति नै आज इन गरिदिन्छु होइन अनि त्यसपछि भोलि कि त कहिले गर्छु अनि फेरि हाल्छु बिकज अहिले त म बिगिनर हो नि त युट्युबमा एन्ड यस्तो गर्दा के थाहा म पनि युट्युबर हुन्छु कि फेरि कन्फिडेन्ट त फेरि खतरै खान्छ अच्छा त्यो पाइदियो नि स्टार्ट त मैले पहिल्यै गर्न खोजेको एन्ड आइ एम भेरी इन्ट्रेस्टेड इन सच थिङ होइन यसको चक्लेट जस्तो लाग्छ मलाई इट्स भेरी नाइस डेरी मिल्क डार्क चक्लेट अनि मेरो हेर्नुहुन्छ मेरो घाँटीमा लाउने कुराहरू यो
अनि मुन छ अनि त्यसपछि अरू पनि छ यही छ तर दिस इज हेर्नु म्याजिक हजुरलाई लाइक 2 in 1 हुन्छ नि त्यस्तै वाला के यस्तो हो यो यतापट्टिको हार्ट यस्तो छ न एन्ड यु क्यान सी दिस व्हाइट हार्ट यस्तो पनि लाउँछन् होला बिन्दिया छि ए भगवान् मलाई के देखेको यस्तो होइन मुस्लिमहरूले यता लाउनुहुन्छ नि यता ए होइन नेवारले पनि लाउँछ त्यस्तो भन्न खोजेको होइन है तर मलाई चाहिँ राम्रो लाग्छ यता पनि त्यसरी मैले नराम्रो भन्न खोजेको होइन त्यसको मैले दिस इज गोल्ड वाला भगवान्वाला किरिङ के भन्छ किचेन भन्छ कि होइन मेरो हातमा लाउने आइएम सो स्याड मेरो एउटा हातमा लाउने हरायो म चाहिँ कस्तो भन्दाखेरि कुन ठाउँमा राखेको छु इन अ नाइस प्लेस आई मिन नहराउने ठाउँमा नहराओस् भनेर तर हरायो कुन ठाउँ नै थाहा छैन मलाई अब घरमा हो कि बाहिर हो कि कलेजमा हो कि स्कुलमा हो कि कता हो न पिनुकोलाई माथिकोलाई पनि खालि यहीँ सुत्दिन्छ ल गाइजहरू जति बोले पनि यस्तै हो म होइन हजुरलाई सुन्न पनि झगडा छ मेरो लिप पनि धेरै एउटा लास्ट लाउँछ नि भयो है यो अरे देखेन होला नि त होइन र कति ठुलो हुन्छ अब त्यसो त यहाँ ठुलो रमले भन्नुहुन्छ कति ठुलो छ यिनीहरू दुइटैको मत भन्नुहुन्छ मैले गर्दा भएको र आफैले त भने आफैले पाएर अनि आफ्नो त सानो छैन नि हो आमा वाट क्यान आई डु काटौँ यो बसना गएर चिप्लोमा ल जन्म नम्बर यस्तोले घटना गर्छ क्या होइन बल्ल देखिन्छ तर यसमा क्या रियलमा त भूत भयो म यस्तो भनेको चाहिँ हजुरलाई थाहा कि नै यो भनेको चाहिँ ओम्रे लिप्स हो क्या बाहिर ब्राउन अनि भित्र चाहिँ पिङ्क अनि लिप ग्लस तर होइन मैले अलिक धेरै मान्छे ओभर हुनु खोज्यो भने गोबर हुन्छ नि हो त्यस्तै हो अघि नै राम्रो थियो नि त म धेरै ओभर भएँ अनि त्यही भएर झन् नराम्रो देखेँ त्यही भएको मेरो मुखमा पनि तर मैले भर्खर चाहिँ गीत गाएँ नि त्यो रङ हो कि किन भन्दाखेरि मलाई नै थाहा छैन म के गीत गाएँ भनेर प्लिज होइन हजुर पनि म यस्तो बोल्यो भने पागल नभन्नु है तुम्हारे संगे जो भी देख्नुभयो कस्तो भयो नोटहरू चाहिँ बाहिर बाहिर पनि लागेछ होइन गाइजहरू मैले मेरो मोबाइलमा इन्सर्ट पनि फाल्दिएँ स्न्यापच्याट पनि फाल्दिएँ मैले स्न्यापच्याट त म कहिले चलाउँदैन म पछाडि मेरो अर्को एन्ड्रोइड मोबाइलमा के हालेको छु भने स्न्यापच्याट फोटो खिच्नको लागि अनि आजकल त के स्न्यापच्याटमा चाहिँ त्यो आइरहनु कुरा हुन्छ के हुन्छ होइन धेरै हुन्छ अन्त त्यसको बारेमा मलाई केही आइडिया छैन किन कुरा त इन्स्टाग्राममै हुन्छ नि त स्न्यापमा धेरै किन छ भने धेरै त्यही भएर चाहिँ त मोबाइलमा स्टोरेज हुँदैन नि त यहाँ त इन्स्टाग्राम के हो त्यो त छोडिदिनु अनि मैले इन्सर्ट पनि फाल्दिएँ जुन चाहिँ मलाई फाल्नु मन थिएन बिकज अहिले लाइक क्यापकट र क्यामेरा नै ठिक छ मलाई त कन्सा धेरै राम्रो एडिटिङ गर्छु र म होइन अनि त्यसपछि चाहिँ मेरो ड्राफ्टको भिडियोजहरू एभ्रिथिङ सब आइडिएर अनि अरू पनि के फाल्यो भन्दाखेरि मेरो नेल्सको पहिला ओल्ड भिडियोजहरू स्टुडेन्टदेखि लिएर एभ्रिथिङ त्यो पनि फाल्ने अब चाहिँ त्यही भएर मेरो कन्टिन्यू भइरहेको भिडियो अनि फेरि यो अपलोड गर्छु फेरि यो भिडियो डिलिट गरिदिन्छु त्यही मेरो युट्युब च्यानलमा अनि हजुर चाहिँ हेर्नु है फेरि बन्द भयो कि म्याङ्गो पनि खाइदिएँ अनि त्यसपछि अनि कुरकुरे पनि खाइदिएँ गोल पार्कमा अजीकोमा अजीले मलाई 2 थाल भात दिनुभयो त्यो पनि खाइदिएँ भात खाएर भएपछि फेरि के हो त्यो आटा हो कि आटो के भन्नु छ त्यो पनि ल्याउनु भयो मलाई चाहिँ पहिले भात नदिएको भयो थियो कि अनि खानुपर्छ यति पनि गरिदियो अजीले धेरै दिनुहुन्छ के भयो त नि मसँग साइडमा बाबा हुनुहुन्थ्यो नि त हालिदिएँ अनि त्यो मलाई न हाल्नु भन्नु थियो होइन
उहाँ त धेरै नै खानुहुन्छ, मैले भन्दा उहाँकै शरीर लागोस् बरु अनि मैले हालिदिएँ भाउलाई। अनि त्यसपछि चाहिँ दही चाहिँ मैले खाएन त्यसरी, खाएन भन्नाले 2 स्पुन चाहिँ हालिदिएँ। अनि त्यसपछि चाहिँ 2 मात्र होइन, गुलियोवाला 2-3 चोटि हालेँ। अनि त्यसपछि त्यो उसो के भन्छ चारको अमिलोवाला पनि अझैले घरै बनाएको खाइदिएँ। त्यसपछि चाहिँ नेक्स्ट टाइम चाहिँ खाएन। त्यो चाहिँ किन भन्दाखेरि अमिलोवाला दहीमा नुन भन्दाको त्यो चिनी अनि त्यसपछि पानी अनि फेरि दही गरेर घोलेर बाबालाई दिएँ। त्यतिखेर चाहिँ मैले यसरी सुरुप सुरुप पारेँ 2 चोटि, अनि त्यसपछि बाबालाई दिएँ। त्यतिखेर चाहिँ आफै के अझ सेम के नखाएको भन्ने र त्यो पनि खायो हुन्थ्यो के अरे, बाँकी के छोडेको थियो र अरू नखानु होला होइन, सबै खाइदिएँ नि। तर अब म हजुरलाई भोलिको भिडियो भन्छु, म अबदेखि म एकदमै स्ट्रिक्ट भएर खान्न। किन भन्दाखेरि मलाई 40 केजीमा पुग्नु छ नि त। एन्ड इफ यु गाइज डोन्ट नो म एक्सट्रिमली मोटो हो। अनि म 40 केजी पुग्नको लागि म 1 केजी त घट्न सक्दैन। अब 8-9 केजी कसरी घट्ने हो, भगवान् प्लिज मलाई सिकाइदिनु। अनि मेरो मुख छ नि, मुखलाई चाहिँ कन्ट्रोल गरिदिनु, यहाँ जेलमा आइदिनु है। बाई गाइस, म धेरै बोलेँ होइन। अनि हजुरलाई यस्तो लाग्यो कति बोल्छु कति, प्लिज त्यस्तो फिल हुन्छ भने प्लिज मेरो भिडियो नहेर्नु है प्लिज, रिक्वेस्ट। That's it guys for today. Bye guys. अनि के भनौँ अब, के भनौँ भन न, 9 वर्ष होइन मेरो मम्मीलाई कराउनु हुन्छ बिकज मेरो बाथरुममा बाट फालिदिनु भयो धो आफै भनेर। मैले मात्र होइन, मेरो बाबाले पनि आफै धुनुपर्छ त्यसमा ड्राइभहरू होइन, त्यस्तो भन्दैन, मम्मीले धोइदिनुहुन्छ धेरै जस्तो होइन। हामी कहिले के फ्यु डेजको लागि अन्त मेरो मम्मीले भिडियो त मेरो पुरै हेर्नु भएन। यस्तो होइन, मैले खुट्टा भाँचेको कुरा भन्दाखेरि कति कराउनु पर्छ। अनि के भयो भने खुट्टा हात त सबैको भन्छ होइन। हाई गाइज, गाइजहरू म नुहाएर आइसकेँ। अनि हजुर नसोच्छु कि म नेक्स्ट टी-सर्ट लगाएको फेरि त्यही होला, म धेरै जस्तो मेरो सबै कपडा कालो हुन्छ अनि त्यही भएर कालो मात्र होइन कि एउटै कपडा 2टा पनि हुन्छ मसँग। अनि सेम भन्नाले पनि सेम सेम हुनुको माथि यति त ब्ल्याक पनि देखिरहेको हुन्छ नि त, त्यही भएर। एन्ड अब चाहिँ मैले कपडा पनि धोएर आएको। एन्ड भन्दा नि 8 त बज्छ भनेको, बजिहाल्यो 8 पनि। अब चाहिँ कपडाहरू सुकाइदिन्छु। एन्ड देन केही पनि बाँकी छैन, म त केही पनि खान्न आज डाइटमा। अन्त भन्ने कुरा राति भोक लाग्यो भने फेरि एकैचोटि जान्छ फेरि 4-5वटा। That's it for today guys. भोलि बिहान देखाउँछु अब के देखाउने, मेरो एक कपडाहरू छ त्यही। गाइजहरू भ्लगिङ गर्छु भनेको मेरो मम्मीले चाहिँ भात बसाल्न भन्नुभयो, त्यही भएर चाहिँ म भात बसालिदिन्छु सासूको लागि। म चाहिँ खानु होला सायद, खानु मन छैन मलाई है। अब चाहिँ कहाँ राख्नु मेरो मोबाइललाई, यति म बसाल्छु है पहिला अनि आउँछु। गाइज हेर्नु निकी यति छटपटायो नि, यसको खुट्टा ठिक भयो भने छटपटाएर मलाई चिर तल लग भने मलाई तल लग भने मलाई लानेवाला चाहिँ छैन यसलाई, बिकज अहिले पनि बिरामी हुन्छ त। अनि भाइ भात चाहिँ मैले क्यान्सल गरिदिएँ बिकज बाबालाई पुग्नलाई भ्याएको भात छ। मम्मीले मैले जे खाए पनि भयो, जे भन्नाले आज एकादशी त होइन तर लाइक चोखा खानु पर्छ। एकादशी पनि होइन के दुवा दसैँ हो कि भन्नु, जे दसैँ भए पनि मासु नखाए पनि अरू त खान मिल्छ नि त। त्यही भएर चाहिँ मम्मीले र मलाई केही खान्छौँ, किनभने भात पसाल्न ल्याङ गर्नुभन्दा अनि मेरो हल्का काम छ क्या, मैले सब कुरा बढालिदिन्छु। एन्ड रातिको टाइम चाहिँ किन बढाल्ने चाहिँ नभन्नु, रातिको टाइम होस् कि चलेको टाइम होस्, इरिटेट भइसक्यो कि फोटो देखेर। फोटो भन्नाले भन्न चाहिँ आउनु तर निक्लीको धेरै बालहरू खस्छ कि, अनि त्यस्तोमा उसको अलिक झ्याउ लाग्छ, त्यसले गर्दा बढाउनु पऱ्यो नि त। लुकी आऊ अनु, अनु दौडिँदा हुन्छ अनु निकी, खै के जोस तिम्रो जोस कहाँ गयो लुकु यता हो, बिकज हिँड्नु नि त मैले लान्न भनेर त्यसले एक्सप्रेसनले नै बुझिहाल्छ क्या। नुकु आऊ नुकु, कुलु 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 कुलु। बाई गाइस, म चाहिँ कुचो लिएर पठाएको छ यहाँ सबै। ओके छिटो गर्छु कि मेरो टाइम, म चाहिँ मान्छे नै यस्तै हो क्या, एभ्रिथिङ लेट लेट लेट। Cute girl with me. गाइजहरू अहिले म बाहिर आएको, मम्मीको र मेरो लागि केही ल्याउन। मैले त नआए पनि मम्मीको लागि हो।
Let's end. कालीले मलाई के मागेर दिस इज माई काली बाहिरको कालीहरू अलि एउटा मात्र अरूहरू चाहिँ कहाँ गयो चाहिँ थाहा भएन अनि कालीलाई बिस्कुटेको अनि जुन अरू कालीहरू सबले खान्थ्यो यही कालीले खान्न अनि मलाई अहिले के मागेर खुट्टाले यस्तो गर्छ हेलो खाऊ न अनि सोच्छ आएर कालीले के पनि खाएन आई मिन केही पनि भन्नाले पनि मैले दिएको चिज चाहिँ खाएन क्या यो कालीले चाहिँ खान्न कि फेरि मासु खानु भन्छ म जाउँ त मासु बस्नु भन्छ मासु त खाइदिन्छ